यो आज बानेश्वरमा एउटा नराम्रो घटना घट्यो सर। प्रहरी जवानमाथि हातपात भयो। यो घटनाबारे अलिकति बताइदिनुहोस् न सर, भएको के थियो, के भएको थियो भनेर। ए हजुर, यो घटनाको सन्दर्भमा आज बिहान 83 साल 5 महिना 9 गते आज बिहान अन्दाजी 9:30 बजेतिरको समयमा, त्यो खास पिक आवरको समयमा हामीहरूले यो सवारी आवागमनलाई सुचारू गर्ने सन्दर्भमा ट्राफिक प्रहरी, सिभिल प्रहरी, इभन त्यो सामुदायिक प्रहरीमा खटिने प्रहरी, सबै प्रहरी कर्मचारीहरू चाहिँ सडकमा निस्केर आफ्नो आफ्नो ड्युटीहरू गरिरहेको हुन्छौँ। अनि अब हामी सबैलाई थाहा छ हाम्रो आफ्नो सडकको पूर्वाधारहरू, त्यसपछि सवारी आवागमनको स्थिति, सवारी ट्राफिकको जाम, ट्राफिकको स्थिति सबै हामी सबैलाई थाहा छँदैछ। यसै सन्दर्भमा यो बानेश्वर स्थित काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका 10 बानेश्वर स्थित चाहिँ थापागाउँतिर जाने सडक खण्डमा आकाशी पुल छ। त्यो आकाशी पुलको तलपट्टि चाहिँ बाटो पनि साँघुरो, त्यहाँ चाहिँ त्यो ट्राफिक व्यवस्थापनका लागि र ट्राफिक सहजीकरणका लागि, सवारी आवागमन सहजीकरणका लागि चाहिँ ट्राफिक प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वरबाट चाहिँ नेपाल प्रहरी यसरी चाहिँ खटिएको स्थिति थियो। हजुर, त्यसै स्थितिमा त्यहाँ नजिकैबाट तलबाट चाहिँ बाटो क्रस गर्न खोज्दै गरेका पैदल यात्रुलाई त्यहाँ ड्युटीमा खटिएको प्रहरी, महिला प्रहरी जवानले चाहिँ सम्झाइ बुझाइ गरी यो आकाशे पुल भएको ठाउँमा ओभरहेड ब्रिज भएको ठाउँमा त ओभरहेड ब्रिजबाट चाहिँ बाटो काट्नुपर्छ, यसरी चाहिँ जथाभावी बाटो काट्नु हुँदैन, यसले सुरक्षा जोखिम निम्त्याउँछ भन्ने हिसाबले चाहिँ कुराकानी गरिरहँदाखेरि चाहिँ उनले अनि विवाद सुरु गरे र यो तिमीहरूले भनेको ठाउँमा बाटो किन काट्नुपर्छ भन्ने खालको अब त्यहाँ विभिन्न खालका वाद विवादहरू सिर्जना गर्दै अनि त्यसपछि उहाँ गाली गलौजदेखि लिएर हातपातमा उत्रिनु हो। अनि त्यसै सन्दर्भमा अब एउटा महिला प्रहरी जवान, ड्युटीमा रहेको महिला प्रहरी जवानमाथि चाहिँ हातपात गरेको स्थितिमा त्यसलाई थप अनुसन्धानका लागि एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। ती निज व्यक्ति चाहिँ जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नम्बर 2 स्थायी वतन भएर काठमाडौँ महानगरपालिका 10 बानेश्वर स्थित बस्ने, हाल चाहिँ काठमाडौँ बानेश्वर बस्ने वर्ष 27 का राजु कठायत भन्ने व्यक्ति प्रहरीको नियन्त्रणमा छन्। थप अनुसन्धान भइरहेको छ। सर, अलिकति थोरै फरक तर योसँग जोडिएको, पछिल्लो समय सुरक्षाकर्मीमाथि नै हातपातका घटना अलिकति बढिरहेको के भन्ने देखिन्छ। यसबारे केही सोच्नु भएको छ सर? यस्तो किन भइरहेको होला जस्तो लाग्छ हजुरलाई? होइन, अब यस्तो हो, हातपात सुरक्षाकर्मीमाथि हातपात गर्ने भन्ने खालको कुराहरू त अब कोही पनि हामीहरू, कोही पनि देशको प्रचलित कानुन विधि प्रक्रिया भन्दा माथि कोही पनि छैनौँ। अब मानिसहरूले एउटा हाम्रो सोसियो कल्चरल डाइनामिक्स नै कस्तो भइसकेको छ भने सबै खालका कुराहरू चाहिँ नियमित हुन अथवा चाहिँ नियमन हुन अथवा कानुनको पालना गर्न हामीले कम्प्लायन्ट सिटिजन भन्छौँ नि, त्यो कम्प्लायन्सनेस चाहिँ कतै कम भएर गइरहेको हो कि, अनि त्यो भएपछि चाहिँ आफूले गरेको मात्रै ठिक हो भन्ने खालको कुराहरू अथवा चाहिँ आफूलाई जे लाग्यो त्यही ठिक हो भन्ने खालको प्रवृत्ति हाबी हुँदै गएको हो कि जस्तो पनि लाग्छ। यद्यपि यस्ता खालका कुराहरूमा चाहिँ प्रचलित कानुन बमोजिम हुने कुरा भइ नै हाल्छन्। अहिले हामीले त्यसैको सन्दर्भमा उसलाई नियन्त्रणमा लिएको छ र अरू थप अनुसन्धान गरेर कारबाही पनि अगाडि बढ्छ। अब यस्तो कुराहरू चाहिँ मल्टिडाइमेन्सनल हुन्छन् जस्तो लाग्छ कि हाम्रो शिक्षा सचेतना होइन, यसप्रतिको चाहिँ एउटा प्रचलनमा रहेको कानुन, शान्ति सुरक्षा व्यवस्थासँगको चाहिँ भनौँ न एक किसिमको चाहिँ बुझाइ, अनि त्यसमा चाहिँ सबैको हामी आफ्नो हक र अधिकारको कुरा गरिरहँदाखेरि चाहिँ एज ए सिटिजन नागरिकको ड्युटीको बारेमा पनि व्यवस्थाहरू छन्, ती संवैधानिक व्यवस्था पनि छन्, कानुनी व्यवस्थाहरू पनि छन्। त्यसप्रति चाहिँ आफू त्यसलाई चाहिँ कम्प्लाई नगर्ने र अरू आफूले गरेको सबै चिजहरू चाहिँ ठिक हो भन्ने खालको एउटा प्रवृत्ति, जुन नकारात्मक प्रवृत्ति हो अथवा चाहिँ गलत बुझाइ हो, त्यस्ता खालका कुराहरूले पनि यसलाई प्रशय दिएको जस्तो लाग्छ र यी सबै कुराहरूमा कानुन बमोजिम हुने कुराहरू भइ नै हाल्छ। आज पक्राउ परेका जस्तै प्रहरी जवानमाथि हातपात गर्नुभयो, उहाँलाई चाहिँ के कारबाही हुने देखिन्छ हजुरको नजरबाट? अब यसमा एक किसिमको ड्युटीमा आफ्नो कर्तव्य पालनाको सिलसिलामा ड्युटीमा खटिरहेको प्रहरी कर्मचारीमाथि हातपात गर्ने कुरा, अभद्र व्यवहार गर्ने कुरा, कुटपिट गर्ने कुरा, अब यसको प्रचलित कानुनहरू हुन्छन्। अभद्र व्यवहार सम्बन्धी कसुर हुनसक्छ अथवा चाहिँ अनुसन्धानले त्योभन्दा बढी उनको चाहिँ अब
त्यहाँ देखिने जान्ने सुन्ने अथवा चाहिँ उनको शरीरमा पर्न गएको चोट उसको आधारमा चाहिँ जुन कानुन अनुसार कारबाही हुने तदनुरूप नै हुन्छ। सामान्यतया यसमा हामीले अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा चाहिँ कारबाही गर्ने गर्छौँ। सायद त्यही अनुसार नै अगाडि बढ्ला। अहिले अनुसन्धान भइरहेकै विषय छ।